जोजोलपा नमस्कार। म महेश्वर मानन्दर। अहिले चुनावी माहौल छ, जताततै चुनावकै चर्चा परिचर्चा भइरहेको छ। मतदाताहरूमा पनि एक प्रकारको अन्योलता छाएको छ, कसलाई मत दिने भन्ने कुरामा। कुनै पनि दलको अध्यक्ष राम्रो छ भन्दैमा उसले उठाएका उम्मेदवारहरू राम्रो नै हुन्छ भन्ने पनि छैन र कुनै दलका अध्यक्ष नराम्रो छ भन्दैमा उसले उठाएका उम्मेदवारहरू नराम्रो नै हुन्छ भन्ने पनि छैन। यो विषयमा हामी मतदाताहरू आफै पनि चनाखो हुन एकदम जरुरी छ र हामीले समय समयमा आफ्ना दलहरू बदलेका छौँ, चुनाव चिन्ह बदलेका छौँ, उम्मेदवार बदलिएका छन् र म एउटा सडक विस्तार पीडित पनि हुँ र हामीले पनि हाम्रा आफ्नो न्यायका लागि विभिन्न समयमा आफ्ना दलहरू, चुनाव चिन्हहरू पनि बदलेका छौँ र यसै सेरोफेरोमा मैले एउटा कविता लेख्ने प्रयास गरेँ। सुन्नुहोला। मेरो कविताको शीर्षक छ चुनाव र आफ्नो मान्छे। हामीले हाम्रा न्यायका लागि दल बदल्यौँ, चुनाव चिन्ह बदल्यौँ अनि बदल्यौँ उम्मेदवार पनि। हामीले हाम्रा न्यायका लागि दल बदल्यौँ, चुनाव चिन्ह बदल्यौँ अनि बदल्यौँ उम्मेदवार पनि। हिजो बदल्यौँ, भोलि पनि बदल्न सक्छौँ। हिजो बदल्यौँ, भोलि पनि बदल्न सक्छौँ। हिजोका आज मित्र हुन सकेनन्, आजका भोलि शत्रु नहोला भन्न सकिन्न। चिरस्थायी कोही रहन्न, न शत्रु न मित्र। प्रतिबद्धता गराएकै हो, आश्वासन बाँडेकै हुन्। मासु र भातमा होइन, न त आफूलाई बिक्रीमा राख्यौँ। संवैधानिक हक र अधिकारका लागि भिख मागेर झुक्यौँ। आत्तिनु पर्ने के पनि छैन, अन्तिम लडाईँ लडिरहनेछौँ, न्यायका लागि, भोगका लागि। भोटको राजनीति यसरी नै चलिरहनेछ, भावी प्रतिनिधिको नाडी छामिनै रहनेछ। गोप्य मतदान भने पनि पीडितले आफ्नो मान्छे खोजिरहनेछ। गोप्य मतदान भने पनि पीडितले आफ्नो मान्छे खोजि नै रहनेछ। धन्यवाद।